हेलो नमस्ते एभ्रिवान, होप यु गाइज आर फाइन हैन। हजुर सब सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। आज चाहिँ हामी शिबुया र सिन्जुकुतिर घुम्न जान लागिरहेको। अनि अहिले चाहिँ हामी टक्क लाएर यो हाम्रो घर पछाडिको पार्कमा आएका छौँ। यहाँबाट यसो घुम्दै घुम्दै हामी टक्क आज चाहिँ शिबुया र सिन्जुकु टक्क जाने र उतै खाना खाने गरी जान लागेको हो। त्यसैले हामी चाहिँ हैन यहाँ अहिले पार्कमा आएको टक्क लाएर ल हेर्नु यहाँ यति पछाडिको पार्क हो हैन। यहाँ चाहिँ एकछिनपछि चाहिँ अहिले यहाँ कति बज्यो भने 7:30 जति भयो। यहाँ 5, 5:30 बजेदेखि चाहिँ यहाँ मान्छेहरू फुटबलहरू खेल्नलाई बेसबल खेल्न धेरै आउँछन्। अनि गाइज अहिले हामी चाहिँ होइन अहिले चाहिँ हामी यो हाम्रो घर पछाडिको एउटा नदीमा आइपुग्यो होइन। यहाँ चाहिँ ठुलो छ नदी होइन। यहाँ माछाहरू पनि थोरै पाइन्छ। यहाँ फिसिङ गर्न पनि मिल्ने रहेछ होइन। यहाँ पछाडि माछा यस्तो यस्तो माछा पाइन्छ भनेर फोटो पनि राखेको छ माछाको। यति माछा पाउने ठाउँ होइन। यतै माछाहरू पनि पाइन्छ। यहाँ एकछिन हामी यहाँ दाइलाई लिएर आएको थियौँ क्या। हामी अस्ति आइसकेको थियौँ, दाइ आउनु भएको थिएन। त्यो दाइ आउनुभयो। अब हामी यहाँबाट निस्केर सिधै हामी यहाँबाट निप्पोरी पुग्छौँ। निप्पोरीबाट अनि त्यहाँ अर्को ट्रेन चेन्ज गरेर कि त उता सिन्जुकुतिर जाने आज त हामी। म भरे उतै गएपछि तपाईँहरूलाई भेट्छु अब होइन। यतै अहिले हामी हाम्रो घर नजिकै छ यहाँ समुद्र चाहिँ यस्तो छ। यहाँ कतिबाट हेरेर हिँड्ने ठाउँ हो। अनि यहाँ चाहिँ यस्तो छ क्या ल लास्ट फ्रेस हावा आउँछ होइन। हावाहरू त खतरा हुन्छ। फ्रेस कुनै ठाउँ चाहिँ ल त म हजुरलाई एकछिन भेट्छु। यहाँ त यस्तो माछा माछामा देखाइरहेको छ क्या ल गाइज अहिले भेट्छु म हजुरलाई। बाई गाइज यो त सिन्जुकुको स्टेसन हो होइन। हामी सिन्जुकु स्टेसनमा आएर चाहिँ साथीहरू पर्खिरहेको छौँ। यस्तो छ कि सिन्जुकु त यसमा लास्ट ठुलो हो क्या यो त। गाइज यो चाहिँ होइन सिन्जुकु स्टेसनको यो त सिन्जुकु स्टेसनमा चाहिँ खानेकुराहरू यो सिन्जुकु स्टेसन मुनि माथि ट्रेन कुदिरहेको छ। तल त यस्तो यस्तो खानेकुराहरूको यहाँ मेनु छ होइन। यो मेनुहरू भात सब फुलहरू खाना पाइन्छ यहाँ चाहिँ। यस गाइज हामी त अहिले शिबुया आइसक्यौँ होइन। शिबुया आएर पनि साथीहरूलाई भेटेर अब हामी रेस्टुरेन्टमा लागिरहेको छौँ। एकछिनमा पछि भेट्छु है त म हजुरलाई रेस्टुरेन्टमा पुगेर खाना खान होला। यस गाइज हामी त यो अहिले शिबुयाको यो खतरा देखाउँछ नि भिडियोहरूमा त्यो जेब्रा क्रसवाला भटक्कै त्यहाँ आइपुगेको छ होइन। ल हेर्नुहोस् यहाँ